हेलो गाइस र आज चाहिँ म बिहामा जाँदैछु म अनि बहिनी मात्रै छ हामी हो अन्त बहिनीले एकजना नानी पनि लिएको छ भान्जी हो तीनजना म त जाँदैछु बिहामा तर बिहा चाहिँ यति टाढो रहेछ है हामी त कहिले पनि म त कहिले पनि गएको थिइनँ त्यो गाउँमा होइन अन्त नाम चाहिँ सुनेको तर कता हो भनेर केही थाहा छैन सोध्दै सोध्दै जाउँ ल भनेर सोचेको थिएँ कि यस्तो डरलाग्दो बाटो भिड हो अन्त मान्छे त भेटेको थिएँ सोधेको थिएँ अन्त ऊ बाटो चाहिँ चिनाइदिनु भयो हो अन्त यही बाटो जानु नछोडिकन भने गीत बज्दै गरेको सुन्दै भए पनि पुग्यौँ हामी बिहाघरमा हो बिहाघरमा चाहिँ रमाइलो यस्तो मजाको गर्नुभएको रहेछ हो हेर्नुहोस् ल म यहाँ देखाउँदैछु तपाईँहरूलाई पनि ऊ यहाँनिर नाच्नु हुँदै रहेछ हो हामी चाहिँ यता वेटिङमा बसेर कोल्ड ड्रिङ्क्सहरू खाँदै थियौँ पिउँदै थियौँ हो अन्त एकछिनबाट बुफेमा पनि गइहाल्यौँ खाना खाइहालौँ भनेर यत्रो टाढो सफर गरेर गएको थिएँ खानाहरू पनि खाइसक्यौँ हो अनि चाहिँ अब हामी बाहिर गएर मजाले त्यहाँनिर के बनाएको छ होइन त्यहाँबाट पुच्काहरू पनि रहेछ त्यो पनि खुवाउँ भनेर चाहिँ अन्त हामीले खान थाल्यौँ हो एक प्लेट दिनुभएछ यो खाएर पनि फेरि थपेँ हामीले चाहिँ अन्तखेरि यहाँनिर एकछिन फोटो त खिच्नुपर्छ भनेर होइन यस्तो मजाले बनाउनु भएको रहेछ फेरि रिसाउनुहुन्छ होला भनेर होइन फोटो त नखिची गयो त अन्त भन्छ भनेर चाहिँ हामीले खिच्यौँ यस्तो मजाले डेकोरेसन गर्नुभएको छ होइन फोटो खिच्ने त कति हो कति यो त अब एउटा उयो जस्तो लाग्यो पार्कमा घुम्नु आएको जस्तो कस्तो दामी बनाउनु भएको रहेछ होइन हेर्नुहोस् है यस्तो दामी अन्त हामीले पुरा फोटोहरू खिच्यौँ हो अन्त भान्जीलाई चाहिँ पिङ खेल्ने अरे भनेर उसलाई पनि मैले खेला भनेर चाहिँ उयो गरिदिएँ हो अन्त आउँदा चाहिँ गाडी पाएको थिएँ हामीले हो त्यो पनि क्याम्परमा अब अघितिर त पायौँ न सिट लास्टमै भयो भने जाउँ भनेर चाहिँ यत्रो टाढो थियो अन्त चाहिँ अब हामी चाहिँ गाडीमै आयौँ होइन त्यहाँ आधी त्यो पनि गाडी पनि आधी बाटोसम्म खाली है घरसम्म चाहिँ आइपुगेन हो अन्त यहाँबाट देख्ने मजाको सिन पारितिर देख्छ राम्रोसँगले खिच्नु पाइनँ त्यो क्याम्परमा चाहिँ मलाई म त फर्स्ट टाइम चढेको हो त्यस्तोमा होइन मजा आएको थियो तर यस्तो टर्निङमा चाहिँ झन्डै लड्दै त्यस्तो खालके हुँदो रहेछ फर्स्ट टाइम थियो मजा आएको थियो ओके थ्याङ्क यू फर वाचिङ बाई बाई